ल हाम्रो झलक जोडा चाहिँ अब मेरो चाहिँ रेडियो च्यानलमा चाहिँ यसो माया गरेर मलाई सम्झेर आउनु भएको छ। उहाँले चाहिँ उहाँको कम्प्लिट जोडाको लागि चाहिँ यो बाइक लिएर जानु पर्यो भनेर हेर्न आउनु भएको छ। यति राम्रो छ कि यो बाइकको होइन, अब हरेक कुराहरू हेर्दाखेरि एकदम सुपर मूल्यमा। तपाईँलाई कस्तो लाग्यो यो बाइक? कस्तो लागिरहेको छ? कन्डिसन ठिक लाग्यो होइन त? जस्तो हाम्रो जोडाको लागि यो बाइक ठिक हुन्छ त? जोडाको लागि एकदम प्राइस अनुसार होइन, एभाइलेबल अनुसारको हुनुपर्ने प्राइस अनुसारको यो चाहिँ ठिक छ। अब हामीले उहाँहरूलाई दिनु पनि त्यही अनुसारले दिने हो। यो बाइक एकदम ठिक छ। यो हेर्दाखेरि 150 एकदम पल्सर राम्रो छ होइन। अरू बाइकहरू पनि छ हामीसँग। अरू अब भनौँ न यो पनि छ। अब यो अलिकति प्राइसमा अलिकति महँगो भए तापनि एक्स प्लस 2बीहरूदेखि लिएर स्कुटीहरू सिक्नको लागि पनि हामीसँग चाहिँ छ क्या। जो छ अब बुलेटहरूको लागि पनि अब आउँदैछ फेस्टिभल, दसैँ आउँदैछ। दसैँको लागि पनि अब विशेष अफरको लागि हुन्छ। त्यसमा यो बुलेटहरू पनि भयो होइन। अब हरेक कुराहरू छ, ठिक छ नि। बुलेटहरू पनि हरेक कुराहरू यसो हेर्दाखेरि अब तिमीलाई के कस्तो लाग्यो त? आफ्नो जोडाले एउटा यत्रो 21-22 वर्ष सँगै एउटै ठाउँमा जाइ खाएर फेरि अब रिटायर पछाडिको यो लाइफमा म आएँ। मैले यो गरेको व्यवसायमा कस्तो लाग्यो जोडालाई? मलाई एकदम खुसी लाग्यो किनकि जोडाले हामी नेपाली सिनेमा चाहिँ यस पेन्सन पकाएर एउटा यस्तो व्यवसाय गरेर चाहिँ जोडालाई भेट्न पाउँदा, यस्तो अवस्थामा भेट्न पाउँदा चाहिँ ठिकै लाग्यो। जस अब हाम्रो बाँकी जोडाहरू अझै कति पनि कार्यरत हुनुहुन्छ नि त होइन? त्यो उहाँहरूलाई चाहिँ के भन्ने त के एउटा म्यासेज दिनु चाहनुहुन्छ तपाईँले? जोडाहरूलाई चाहिँ रिटायर जीवनपछि चाहिँ जस एउटा हामीले चाहिँ गर्न सकिँदछ होइन। यस्तो व्यवसायहरू गरेर बसेर चाहिँ गर्न सकिँदछ। साथै जोडाहरूलाई कुनै पनि ठाउँमा चाहिँ यस्तो बाइकहरू आवश्यक पऱ्यो भने चाहिँ यस अधिकारी अटोमा चाहिँ आएर चाहिँ के गर्नु पऱ्यो, सम्पर्क गर्नु। नम्बर यहाँ छ, सेवा पनि नम्बर छ। हाम्रो टिकटकमा नि छ होइन र? आरती जोडा लगायत हाम्रो चाहिँ जस सम्पूर्ण साथीभाइहरू, चिन्जान साथीभाइहरूलाई बाइक चाहिएमा आवश्यक परेमा चाहिँ हाम्रो नाम लिएर जो कोही आएर चाहिँ पनि जोडालाई भेट्न सक्नुहुन्छ। त्यही भएर मैले चाहिँ अब जहाँसम्म लाग्छ नेपाल आर्मीबाट आउनुहुने सम्पूर्णलाई त अब परिचित भएर आउनुभयो, कुनै कार्ड देखाएर वास्तविक म नेपाल आर्मी नै हो भन्नुहुन्छ भने उहाँहरूलाई मैले विशेष छुट दिने गरेको छु। नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी सम्पूर्ण यो जति पनि हाम्रो स्टाफहरूलाई चाहिँ मैले चाहिँ यो यहाँ आइकन म यस्तो हो भनेर मलाई उहाँहरूको परिचय दिनुभयो भने, वास्तविक परिचय दिनु भने हरेक बाइकमा चाहिँ मैले उहाँलाई राम्रो डिस्काउन्ट पनि दिने गरेको छु। र धन्यवाद, खुसी लाग्यो होइन। म चाहिँ हाम्रो साथी जोडालाई एउटा बाइक हेर्न आएको, त्यो बाइक ठिक लाग्यो। म जोडालाई फोटो भिडियो पठाइदिनु न, जोडा त्यहाँ हेर्दा पनि हुन्छ होइन। ल फेरि पनि झलक जोडालाई चाहिँ आफ्नो जोडा सम्झेर आउनु भएको छ, एकदम खुसी लाग्यो। यसै गरी हजुरहरू पनि आउनुहुन्छ भन्ने मैले आशा लागेको छ। लोकेसन रहेको छ बौद्ध नयाँ बस्ती, बागमती रोड, काठमाडौँ। चाबेलबाट गौरीघाटको ओह्रालो आएपछि खोलाको साइड अधिकारी अटो इन्टरप्राइजेस। वाट्सएपमा पनि नम्बर छ, बायोमा देखाएको नम्बरमा कल गरेर भिजिट गर्नु सक्नुहुन्छ। हस् त, धन्यवाद। हस्।